यहाँ हाम्रो घरमा चाहिँ सर्प छिरेछ एउटा है। सर्प सानो सर्प छिरेको चाहिँ बच्चा हुन चाहिँ यो है, ठुलो सर्प चाहिँ होइन। यो सर्प चाहिँ यसलाई कमन वुल्फ स्नेक भन्छ क्या, नेपालीमा ब्वाँसे सर्प अथवा चिच्नी सर्प भन्छ यसलाई है। अब मैले टिभीहरूमा हेरे अनुसार, यसो अध्ययन गरे अनुसार होइन, अब सम्भवतः साधारणतः यतातिर चाहिँ यो विशाल सर्प यतातिर पाइँदैन। यतातिर पाइने भनेको चाहिँ कि त त्यो हरियो सर्प, ग्रिन पिट भाइपर भन्छ, त्यो चाहिँ पाइन्छ होइन। न त भने यतातिर पाइने भनेको यस्तै यस्तै यो पानी सर्प अनि धामन सर्प पाइन्छ होइन। अरू सर्प खासै पाइँदैन यतातिर है। अलिकति जङ्गल छेउतिर हो भने चाहिँ राजगोमन पाइन्छ क्या, गोमन चाहिँ राजगोमन पाइन्छ क्या। तर फेरि यसको चाहिँ यो के रहेछ भन्दाखेरि यो ठ्याक्कै हेर्दाखेरि करेज नि त करेज सर्प ठ्याक्कै त्यस्तो देखिन्छ क्या यो होइन। अनि मान्छेले कतिले करेज भनेर यसलाई मार्छन्, तर वास्तवमा चाहिँ करेज होइन यो है। ठ्याक्कै यसको चाहिँ यो पहेँलो र कालो टाइपको हुन्छ यो होइन। कमन उफ्सिने चाहिँ करेजको चाहिँ के भन्दाखेरि त्यो सेतो सेतो धारीहरू हुन्छ क्या जिउमा होइन, त्यसले गर्दा अलिकति फरक पार्छ। नत्र यो करेज सर्प चाहिँ होइन, यो नितान्त अभिशालु सर्प है यो सर्प चाहिँ। अब यहाँ म पनि अब यो मार्नुहुन्न भनिन्छ पक्षकै मान्छे भएर यसलाई चाहिँ सकेसम्म कसरी बाहिर पठाउने भन्ने मात्र कुरो हो। घरको मान्छे डराउँछन् होइन। अनि राति आएको पाहुना है, अब केही गर्नु पनि भएन। अब यसलाई त खुवाउनु नि मिल्दैन, फेरि समस्या पो छ त यहाँनिर है। अब यसलाई सुरक्षित तरिकाले फालिदिनु पऱ्यो होला अब होइन। तर अब के अभिशालु भन्यो भन्दैमा अब थाहा नपाइकन चाहिँ समात्न जानु नि भएन होइन। म त विशेषज्ञ त होइन है। तर टिभीहरूमा देखेको होइन, कुनै अध्ययनहरू गरे अनुसार हुन्छ नि, यो चाहिँ 100% के भन्दाखेरि यो अभिशालु सर्प हो। यो कमन वुल्फ स्नेक भन्छ यसलाई, ब्वाँसे क्या, ब्वाँसे। वुल्फ भने ब्वाँसे। कहाँ पुग्यो फेरि यो खै, उताउनु बताइदियो कतातिर पुग्यो भने कता उतातिर पुगिसक्यो जस्तो, खै कता पुग्यो भने।